दिदी पनि चिप्ले नि लड्नु चाहिँ लडेन के दामी देखेको है तपाईलाई स्वागत छ फेरि पनि मेरो सानो यो ब्लगमा र आज चाहिँ हामी टिका लाउनु मिरिक जाँदैछु मामाको घर हो यहाँ रेडी भएर सबैजना बस्नु भइसक्यो हेलो प्रज्ञा यहाँ रहेछ पिछेमा पापा मम्मीहरू सबैजना आउनुहुँदैछ अब जाँदैछु much later. फाइनली हम त्यस्तो जामहरू भएर चाहिँ भर्खर पुग्यो हामी कति बजी हिँडेको त्यहाँबाट 10 बजी होला कति बजी छ ए 1 बज्न आँटेछ गाडी त यहाँ राख्यो तल सामने पानी पर्दो रहेछ हिँड्दै जानु पर्यो पानी परेर चाहिँ यहाँनिर रड्डी भन्यो कताबाट जान्छ बडी प्रज्ञा कि प्रज्ञा भरेछ झोला बोक्नु रहेछ आइपुग्यो आसिङको घर लड्दै पढ्दै भए पनि आइपुग्यो बाटो चिप्लो भइरहेको छ नि जङ्गल बिचबाट पनि निस्क्यो त यो त म त कालो चित्त जस्तो देखेको दिदी पनि चिप्ले नि लड्नु चाहिँ लडेन हामी सर्टकट बाटो आएको नि त बाटो त्यता राम्रो छ नि उताबाटै राम्रो छ नि छिटो भन्दा चाहिँ आएको कि भन्दा चिप्ले अन्त होइन हेर लडेर पनि गमला हामी चाहिँ आसिङकोमा आइसकेर यहाँ बसिरहेको छु अनि अब चाहिँ टिकासिका लगाएर फेरि आज हामी त फर्किहाल्ने हो यहाँ आसिङकोमा र तल आसिङकोमा पनि जान्छु तपाईँहरू लास्टसम्म हेर्दिनुहोस् होला स्किप नगरिकन हो हिँडिहाल्नुहोस् नि तयारी भएर यहाँ चाहिँ हाम्रो सबैभन्दा ठुलो बडीले चाहिँ आसिङ र आङीलाई पनि टिका लगाइदिनु हुँदैछ र यहाँ हाम्रो आङी चाहिँ हल्का इमोसनल हुनुभएको छ किनभने चाहिँ हामी सबैजना फ्यामिली मेम्बरहरू यसरी भेटघाट गरेर टिका लगाउँदाखेरि चाहिँ आङीलाई पनि खुसी लागेको छ र यहाँनिर हाम्रो आसिङ पनि जस्तै बिमार भएर धेरै रिकभरी हुनुभएको छ
बस टिकाहरू लगाएर यहाँ हामी खाना खानु थालेको दसैँमा मासु नखाइ त केही हुँदैन मासु खाँदैन नि यहाँ माथि आसिङकोमा टिका लगाएर चाहिँ अब सबैजना ठुलो आसिङको घरमा जाँदैछु आसिङ चाहिँ हुनुहुँदैन खस्नु भएको आङी हुनुहुन्छ आङी भएकोमा अब टिका लाउनु गएको हामी टिका लाउनु गएको झोला बोकेर जैन जय गोरख आगे चल यहाँतिर चाहिँ यसरी फुलहरू आसिङहरूकै हो छेमा यसरी लगाएको हुन्छ हो प्रशस्तै हुन्छ है यताबाट चाहिँ कर्सिङ देख्दछ के दामी देखेको है हामी आउनु चाहिँ आइपुग्यो कि तर आङीहरू चाहिँ हुनुहुँदैन रहेछ हो आङीहरू पनि कता टिका लाउनु जानुभएको रहेछ त्यही भएर चाहिँ हामी फर्किँदैछु अब चाहिँ घर फर्केकै बडी गएको ल ले हटे दुईजना पनि थप्दैछ झोला कसको केवलको खै केवल जाते उयो हो घर फर्केको आजको लागि चाहिँ यति नै हो गुड नाइट टेक केयर यता चाहिँ हाम्रो दादा र भाउजूलाई टिका लगाइदिनु हुँदैछ दिदी भेना आउनुभएछ टिका लाउनु भिडियो गर्ने चाहिँ